हेलो गाइज, नमस्ते सबैजनालाई। तपाईहरुलाई विभिन्न जानकारी दिने क्रममा आज मैले अमलाबाट मस्यौरा कसरी बनाइन्छ त भन्ने कुरा भिडियो डिटेलमा लिएर आएको छु। सर्वप्रथम त हामीले अमलालाई राम्रोसँग पानी पकाउनु पर्ने हुन्छ र यसरी पकाइसकेको अमलालाई चाहिँ यसरी पानीमा धुने र यसलाई चाहिँ यसरी राम्रोसँग मिच्ने, यहाँ गेडा हटाउँदा नि भयो अथवा नहटाउँदा नि हुन्छ। पाकेको अमलालाई चाहिँ मैले यसरी राम्रोसँग मिचिसकेको छु। देख्न सक्नुहुन्छ तपाईहरुले। यसरी मिचेको अमलामा चाहिँ अब तपाईहरुले जति पनि मस्यौरा रेडी गर्नुभएको छ त्यही अनुसार चाहिँ नुन खोर्सानी लिन सक्नुहुन्छ। मैले त्यही अनुसार लिएको छु, तपाईहरुले पनि यही अनुसार बनाउनु होला। नुन खोर्सानी भइसकेको छ। अब फेरि मैले यहाँ चाहिँ धुले मसला प्रयोग गरेको छु। यसले चाहिँ हाम्रो मस्यौरालाई अझै स्वादिलो बनाउन चाहिँ ठुलो भूमिका खेल्छ र बास्ना पनि आउँछ यसको। अब चाहिँ मैले यहाँ चिनी राख्न गइरहेको छु। हजुरलाई गुलियो मन पर्छ भने चिनी राख्न सक्नुहुन्छ, नभए नराख्दै नै हुन्छ हैन। नराखिकन बनाउँदा पनि राम्रै हुन्छ। मैले चाहिँ अब गुलियो मन पर्ने भएकाले चाहिँ मैले चिनी राखेको छु। मस्यौरामा मैले चाहिँ राम्रोसँग मर मसला मिक्स गरिसकेको छु, देख्न सक्नुहुन्छ। फाइनली गाइज हाम्रो मस्यौरा पनि रेडी भइसकेको छ। हजुरलाई यस्तै भिडियो मन पर्छ भने मनिष भ्यू च्यानललाई सब्स्क्राइब गरेर सधैँलाई जोडिनु होला भन्दै नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।